जेठोबाट सुरु होला नि त छोइदिनु त्यहाँ तेस्रो चरणको चाहिँ टिका टालाको चाहिँ सम्पन्न सुरु हुँदैछ ल पख 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 अब यहाँ ओखर पूजा गरेर हाम्रो मात्र लास्ट तीनचोटि भएदेखि उहाँ गएर ओखर फोरेर आऊ अनि भाइहरूलाई पूजा गर्नु त्यही धुनु मम्मी त्यही धुनु मामा यहाँनिर सबै खानेकुरै खानेकुरा त्यही धुनु धेरै नचल न 7 वर्षको टिका 7 वर्ष पछिको चाहिँ टिका चाहिँ अहिले पालि भाइहरू दुईटाले चाहिँ लाउन पाइरहेछन् अब टिका लाउने सुरु गर्ने खोइ त दिदी अलिकति तिमी कहिले टिका लाउने तिमी कहिले टिका लाउने उनी भाइलाई टिका लाएर आइसकि हैन हो कहिले टिका लाउने छैन केही भएको छैन डबल भयो नि के फरक त्यहाँनिर अलिकति रातो लाग्यो किन नखाएको नखाने किन नखाने पिरो छ हो किन नखाएको त दाबी छ तिमी पिङ खेल्न जाने बुबु यहाँ आउँछ तिमी एकचोटि तिम्रो सुरुवालमा मात्र मामा घर यही हो बाटो कहाँ छ त त्यही हो मामा यो पो मामा यो म त त्यो मामा भन्दा तिमीले कचाँडै खाइसक्यौ है तेरि तिमीले खाना राम्रोसँग खाएन होला है तपाईको अम्लाले श्रादीको मोबाइलको तपाईको क्यामेराबाट अम्ला आइरहेछ ड्याडी पछाडि छैन तपाईको श्रादीकोमा छ भर्खरै हट्यो अब दुईजनालाई अप्ठ्यारो खिचा छ जस्तो आउँछ आउँछ नि एउटैबाट खिच्नु क्या ट्रान्सफर त गर्न मिल्छ नि त एउटाबाट त राम्रो खिच्नु ट्रान्सफर गर्न धेरै टाइम लाग्छ केही ट्रान्सफर लाग्दैन क्या आइफोन त आइफोनबाट ट्रान्सफर टाइम लाग्दैन टिका लगाइसक्यौ कानमा चाहिँ लगाइदियो तिमीले दुइटालाई
मसला होइन पहिला हामी टिका लगाइदिन्छौँ अनि लास्टमा मसला किन्नु लाग्यो भाइहरुलाई चाहिँ म सबै गर्दै पनि ठिक भएन आज सानी ठुलो बारी मान्छेले स्कुलतिर नि मान्छे बारीमै छैन नि फुल बारीमै थियो फुल माथिबाट तलबाट तलबाट माथि यसो दे ल यसले भिडियो खिचिरहौ अरू केही नगर भिडियो मात्र खिचिरहौ ल हातले हात नकमाउने सरल लैजाऊ बारी कमा हैन बुबे बुबे त हैन ठीक छ के हो यो आवाज आवाज यो चुराले त तिम्रो हातमा ठिक हुन्छ कि हुँदैन हेरौँ आउ त के यताबाट आउ त चुरा हो चुरा हेर्ला कस्तो राम्रो लाग्छ बलियो छ नि कस्तो राम्रो बलियो छ यो मान्छे कस्तो बलियो छ सुभाषले लाग्दैन एउटा के त्यस्तो जहाँ नराम्रो चुरा यो कस्तो राम्रो छ यी यहाँ आउ त श्रद्धाले 7 वर्षको चाहिँ टिका ओहो 7 वर्षको टिका ला सप्तरङ्गीले नि टिका लाउनु पाएको आहा क्या भाग्यमानी सन्ध्याको छुट्यो सन्ध्या ल यहाँ अर्को चुरा छ यहाँ आउ त चुरा हातमा लगाइदिने अनि अर्को छोड्ने अनि अर्को हातमा यो लगाउने तपाईँ खानु तपाईँ खानु न यो होइन ठाउँ अब नमिन तपाईँ खानु त जानु तपाईँ खाइहाल्नु तपाईँ औषधि खाने मान्छेले तिनीहरू फोटो खिच्ला ल खानु जानु ल अब सानीलाई पख न मुन्चुले मम्मीलाई टिका लगाइदिनु ला हो ल लगाइदेऊ ल मम्मीलाई टिका लगाइदेऊ मम्मीलाई पूजा गरिदेऊ ल मामालाई टिका लगाइदिनु ला हो ए दिदी जान नि जानु ओ यो कुन कलर हो सुबु जुन भयो नि मिलाएर लगाइदेऊ नि साथी ए दिदी बहिनी ओ गायत्री भाइले लिएर तिमीहरू खाना बस्नु होइन गायत्रीले भने दिदीले जानुपर्ने खाइहाल दिदी भित्र गएर यो इयरबड्स थोरै भयो के नवीन भित्र जाऊ ए सुरेश तन्नु भित्र गएर तिम्रो 4 जना बस्नु जाऊ के हो आई तिम्रो औलालाई एउटा मात्रै त्यसै नभएर अहिले उ गर्नुपर्छ नि होइन धोती फेरि ए सुधीर
यसो चाहिँ अनि ठिकै पारे हैन दही त्यो ब्याड दिन हामीलाई दुईजना एउटै हो जाऊ 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 भित्र जाऊ दिदी जानु जानु अर्को लट गर्न सही हुन्छ कि सुरेश त्यहाँ भित्र अर्को लट गर्न सही हुन्छ कि ए कहाँ छ उस पर्ला दही ल्याएन दही यो दुइटै दही खाएन क्या फेरि ल दिदीभाइहरू टिका लाएर खानपिन गरेर आरामदायी रेस्टमा खोइ खोइ दिएको खोइ ए बाबु तैँले दिस खोइ ए बाबु ल हाम्रो अब तेस्रो चरणको पनि टिका सम्पन्न भयो ल अहिले सालको चाहिँ भाइटिका 2022 सालको भाइटिका चाहिँ समाप्त भएको छ।